घर त ठुलै छ, कोठा पो खाली छ कि छैन? नयाँ घर खाली नै होला। घरमा कोही हुनुहुन्छ? दाइ नमस्ते। नमस्ते। कोठा खाली छ होला यहाँ? किन खाली नहुनु नि, कोठा मात्रै हो र पुरै घरै खाली छ नि। एक्लै आएको हो? हजुर। भित्रै बसेर गफ गरौँ न। भित्र जाउँ त। यहाँ त कोठा पनि खाली छ। बसौँ त। ल बसौँ। आहा, कोठा चाहिएको तिमीलाई? हजुर दाइ। छ। कतिवटा चाहिएको? दुईटा दाइ, एउटा किचन अनि एउटा चाहिँ कोठा चाहिएको। छ। एउटा कोठा पनि छ, एउटा किचन पनि छ। राम्रो छ कोठा पनि, किचन पनि आनन्द खालको छ। तिमीले खोजे जस्तै छ। तिमीलाई जे चाहिन्छ त्यही पाउँछ। अनि दाइहरु चाहिँ को बस्ने हो? यहाँ अब को बस्नेसँग छोड्देऊ न। तिमीलाई चाहिँ बस्ने ठाउँ राम्रो छ क्या, मिलाएर बस्न पुग्छ हैन? तिमीले भने जस्तै छ यो घर। यति आनन्द छ, यति शान्ति छ, पानीको पनि सुविधा छ, बत्तीको पनि सुविधा छ, फेरिमा मान्छे रमाइलो, जस्तो शान्ति छ यहाँनिर बस्नको लागि। कुनै समस्या छैन क्या, बुझ्यौ नि? ए भनेपछि फोहोरको पैसा तिर्नु पर्छ कि पर्दैन दाइ? फोहोरको पर्दैन, तिमी मान्छे यति सफा छौ, तिमीले के चाहिँ फोहोर गर्छौ र? पर्दैन फोहोरको तिर्नु, ढुक्क भएर बसे हुन्छ क्या। कुरा बुझ्यौ? हेर्छौ? एकचोटि कोठा हेरौँ न। यही कोठा यही हो, हेर त है। पुरै डङटी सबै खाली छ नि कोठामा। हेर त, कोही बस्ने मान्छे नभएर यो कोठाले त्यत्तिकै हो। हेर दाइ, कोठा त अलि सानो हुन्छ कि जस्तो लाग्यो। खासै सानो हुँदैन, कोठा ठुलै छ क्या। फेरि तिमीलाई त्यस्तो सानो होला जस्तो लाग्यो भनेदेखि यतापट्टिको पनि कहिले काहीँ इमर्जेन्सीमा चलाउँदा हुन्छ क्या। चिन्ता नगर न, यसलाई घरै सम्झ न तिमी। यो कोठा तिम्रो एउटा भान्सा मात्रै नसोच न, घरै मेरो भन्ने सोच क्या। यहाँ भएका सबै मान्छे मेरा हुन्, घरै मेरो हो। म पनि तिम्रो आफ्नै सोचेर तिमी बस्दा फरक पर्दैन क्या। अनि फेरि तिमीले कोठामा के चाहिँ राख्छौ र? त्यही तिम्रो एउटा खटिया हो, फेरि अर्को एउटा टेबल राखौला, हद्दै थप्यौ भने एउटा दराज थप्ल्यौ, पुगिहाल्छ नि। त्यति भएपछि त्यस्तो अप्ठ्यारो नमान न, कोठा ठुलै छ क्या। कुरा बुझ्यौ? ए हुन्छ दाइ, हुन्छ। अनि दाइ चाहिँ एक्लै बस्नुहुन्छ? म एक्लै होइन, मेरो छिन् अलिकति मान्छे। ए हजुर। बिहा त भएको छैन? अलिकति भएको, थोरै। कस्तो दाइ अलिकति? मन नलागी गरेको, कोही जबरजस्ती बाबाआमाले गराइदिएका हुन् क्या, त्यही भएर अलिकति मन लागेकोले अलिकति भनेको। ए भनेपछि बच्चा सच्चा छैन? बच्चा एउटा छ झुकेर। कस्तो हो तपाईँ, बिहा पनि मन नलागी गरेको रे, बच्चा पनि झुकेर? मेरो बिहामा मेरो बच्चामा तिमी नजाऊ न। आजकल बच्चा भए पनि के, नभए पनि के, बिहे भए पनि के, नभए पनि के, त्यतापट्टि नलाग न तिमी। कोठा हेर, बस्ने ठाउँ हेर, भान्सा हेर, मान्छे हेर तिमी बेला बेलामा होइन। आफ्नै सम्झ भन्छु म तिमीलाई भित्रैबाट, ढुक्कले क्या। केही फरक पर्दैन ढुक्कले क्या। भान्सा देखाउँछ यहाँ, हेर त भान्सा, हेर त। आहा, कस्तो कायदाको छ। तिमी यता छम गर्दै पकाए पनि भयो, यता नाच्दै पकाए पनि भयो, जे गरे पनि हुन्छ। सबै चिजको सुविधा छ यो घरमा। कुरो बुझ्यौ नि? समस्या केही छैन। पानी कतिको आउँछ दाइ? पानी त बगाउँछ, टेन्सन नगर न पानीको। तिमी कतिचोटि दिनमा 6 चोटि नुहाए पनि पुग्छ पानीको। छोड्देऊ न, स्विमिङ पुल बनाउन पुग्ने पानी छ हाम्रो यहाँ। ठाउँ नभएर पो त, तर फिक्री नगर, पानीको टेन्सन तिमीले लिनै पर्दैन। पानी त जलपरी जस्तो गरेर नाच्छु भने पनि पुग्छ। बाथरुम हेर्छौ कत्रो छ? तिनीहरू पानी जमाएर छ्याप्लिङ स्विमिङ गर्नु पुग्ने खालको छ हाम्रो त। अब के छ अरू? अब सबै कुरा त भयो दाइ, भाडा चाहिँ कति तिर्नु पर्ने हो? भाडाको तिमी टेन्सनै नगर न। तिमीलाई कति तिर्न मन छ, जति तिर्न मन त्यति तिर। तिर्न मन छैन भने नतिर्दा पनि हुन्छ। मैले तिमीलाई अघि भनेको होइन, आफ्नै घर सम्झेर बस्छ भनेर। आफ्नै सम्झ न। यो मनलाई जति ठुलो बनाए उति राम्रो क्या। त्यही भएर तिमीलाई भएको बेलामा देऊ, नभएको बेलामा खासै पिर मान्नु पर्दैन भाडाको। कुरो बुझ्यौ? यसो बिहान बेलुका मुसिक हाँस्थ्यो भने पनि भइहाल्यो नि। यो घरमा खासमा लक्ष्मीको पनि खातो छ क्या एउटा। मैले यो घर किन बनाएको भने नि, हो तिमीहरू जस्ता यति राम्रा मान्छेहरूले दुःख पाउँछौ एक्लै दोक्लै यो सहरमा, कहाँ जान्छौ तिमीहरू? त्यही तिमीहरूलाई राम्रो होस् भनेर मैले घर बनाएको। मलाई खासमा पैसाको लोभ पनि छैन, तर घर चाहिँ भाडा लाउनै बनाएको मैले। तिमीहरू जस्ता मान्छेहरू अप्ठ्यारा नपर, मेरो घरमा आएर बस, यो घरले तिमीहरूलाई राम्रो होस्, मलाई पनि राम्रो होस् भन्ने सोचेर मैले बनाएको क्या। सब छोड न, कति पैसा लागेको छ यहाँ। पैसाको त यो वालभरि पैसाको बिटा लगाएर वाल बनाएको क्या मैले। त्यति खर्च गरेर बनाएको छ मैले। कुरो बुझ्यौ? तर पनि तिमीहरू जस्ता एक्लै दोक्लै मान्छेहरू चाहिँ म अप्ठ्यारोमा परेको हेर्न सक्दिनँ क्या। मलाई साह्रो भित्र मन पोल्छ क्या। कोही छोरी मान्छेले दुःख पाएको त म देख्नै सक्दिनँ।
मन कटक्क खान्छ भित्रैबाट। त्यही भएर मैले यो घरमा तिम्रो जस्तो मान्छे राख्नलाई बोलाएको। कुरो बुझ्यौ? ढुक्कल आफ्नै सम्झेर है। मन यस्तो सर्लक्कै मेरो पग्लिन्छ नि छोरी मान्छेहरू भनेपछि। म त आँसु देख्नै सक्दिनँ। तिमी पनि नरौ है, रुनु पर्यो भने मलाई पनि बोलाएर भन्न। को आयो हाम्रो घरमा? ए बढी आइज न, के हो? यहाँ आइज न, यहाँ आइज न। कुरो बुझ। के को आइज? चुप लाग। मैले घर भाडामा लाउन आँटेको हो क्या। कसका घर चाहिँ भाडामा लाउनु त? कस्तो कुरा आफू त भाडामा बस्नु भएको छ, अर्काले भाडामा लाएर के रोडमा जाने आफू चाहिँ? कस्तो कुरा नबुझे के को कुरा बुझ्नु नि नबुझ्नु? हल्ला नगर्न सुन्छन् क्या। किन हल्ला नगर्नु? पैसा तिरेर बसेको छु यहाँ। ए मेरो देउता, चुप लाग न काली माता। के हो भने नि कुरोकानी खासमा चाहिँ अब हाम्रो भाडा एक्लै तिर्नुपर्छ होइन। ऊ घरमा बस्दाखेरि भाडा पनि मिलिमिली तिर्न पाइयो। हेरे भाडा पनि हाम्रो बचत भयो। त्यो बचेको पैसाले त लाली पाउडर लाउलिस् नि त, कुरा बुझिस्? अनि कहिले काहीँ तँलाई दुःख बिहार परेकोले यसो पकाएर खुवाउने पनि मान्छे हुन्छन्, तेरो लागि पनि साथी हुन्छन्। ढुकाउ न, यत्रो महँगी छ यो काठमाडौँमा, भाडा आधी पर्यो भने कति सस्तो पर्यो भने त त्यो पैसाले के गर्न पुग्छ। त्यही भएर मैले चाहिँ यो मेरै घर भएर ढाकिदिएको छ कि त पनि हाम्रै हो भने जस्तो गरी बोले। फेरि त्यहाँ कुरो काट्दैछ नि बुढोको, कुरो बुझिस् नि त, कुरो बुझ्दिनस् क्या। बुझ्छु नि त, हाम्रो खाली नै छ त, के भयो त? खाली नै छ हाम्रो। ल कुरो मिल्यो हाम्रो। खाली छ, ए डङडङ्ती छ, आफ्नै घर हो फेरि। कति दुःख गरेर बनाएको है। इटा त यहाँ टाउकोमा बोक्यो। कहिले बोकेको होइन, मिस्त्रीले बोकेको। हामीले त पैसा पो खर्च गरेको त। त्यही त कति दुःखले बनाएको हो नि। बिचराले हेर त नाकका फुली कानका सबै बेचेर क्या। फेरि किन थाहा छ? अरूलाई सेवा गर्नको लागि, भाडामा लाउनको लागि। उहाँको मन त है, मेरो मन त छोरी मान्छे त मैले पनि उसलाई दुःख देख्न नसकेर ल्याएको नि होइन। मैले त्यस्तो छ क्या मेरो मन। फेरि छोरी मान्छेको दुःख देख्न सक्दैन म होइन। के भएको ल्याउँ 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 लागिहाल्छ क्या मलाई। तिमी ढुक्क हौ क्या, ढुक्कले बस्दा हुन्छ यहाँ। केही पिर मान्नु पर्दैन क्या, आनन्दले। बुढा त्यो घर छेउको घरमा आऊ त, मिल्यो कोठा। छोरालाई पनि सँगै हालेर ल्याउने। फेरि कति छ र सामान, त्यति सामान हालेर ल्याउनु सक्दैनौ? चाहिँको कुरा गर्छ ल। कसको बुढा? मेरो। अनि छोरो चाहिँ कसको? मेरो बुढाको र मेरो। बुढो छोरो दुइटै छन् तिम्रा? किन पैसा आउँछ कि? बुढा अहिले नै आइनहाल है, कोठा त नपाएला जस्तो छ।